दीर्घकालीन व्यवस्थापनको कुरा चाहिँ हामीलाई चाहिँ थाहा छ के गर्ने भन्ने कुरा। तर यो प्रश्न चाहिँ मलाई के लाग्छ भने यो प्रश्न प्लिज तपाईँले मन्त्रालयलाई गरिदिनुहोस्, आयोगलाई गरिदिनुहोस् होइन, उहाँहरूबाट के आउँदो रहेछ सुनौँ न। तर हाम्रो तर्फबाट यहाँ सुन्न चाहनुहुन्छ भने जुन जुन बस्तीहरू सुरक्षित स्थानमा छन्, जस्तो मानौँ रामहिटी, सुबी गाउँ होइन, बौद्ध साइडको तपाईँ हेर्नुहुन्छ भने 50 वर्ष भइसक्यो त्यो बस्तीहरू त्यहाँ बसोबास गरेको, 40 वर्ष भइसक्यो। पछि आएका व्यक्तिहरू हेर्ने हो भने 40 वर्ष भइसक्यो। एकैचोटि बस्ती झुन्डाएर बस्यो होइन नि त, एक-एकजना गर्दै बढ्दै गएको हो नि त, 5 घर 10 घर हुँदै बढ्दै गएको हो नि त। जस्तो मनोरमले हेर्ने भने सबैभन्दा पहिलोपल्ट बस्न आएको भनेको 12 घर हो, त्यहाँ 12 घर बस्न आएको। अहिले तपाईँ हेर्नुहुन्छ भने 700 चान्चुन घरहरू छन् त्यहाँनिर होइन। त्यो त्यतिकै बस्न आएको, विभिन्न कारणले बस्न आएको आफ्नो ठोका छ होइन। सो दीर्घकालीन व्यवस्थापनको हिसाबले हेर्दा दुईवटा कुरा। एउटा, जुन जग्गाहरू सुरक्षित स्थानमा छन् त्यसलाई लखेट्नु जरुरी छैन, त्यसलाई त्यहीँनिर व्यवस्थापन गर्ने, किनभने उसको सबै आधार त्यही छ क्या, उसको सन्ततिको नागरिकतादेखि लिएर सबै खालि पूर्जा मात्रै छैन के, भनेपछि त उसलाई त्यही व्यवस्थापन गर्न सकिहाल्छ सरकारले। बरु ट्याक्स वसुल्दा भयो, उसलाई चाहिँ त्यहीको चाहिँ पूर्जा धर्ने बनाएर लिनुपर्ने चिज के हो त, सामान्य व्यक्तिहरूसँग त्यसरी लिँदा भयो। यदि अव्यवस्थितको क्याटेगोरीमा आउँछ भने शुल्क लिएर लिँदा भयो, बरु के फरक पर्यो त्यसमा होइन। तर अरूको क्याटेगोरीमा आउँछ भने त दिनु पर्यो नि शुल्कमा, त्यो एउटा भयो। तर असुरक्षित स्थानको केसमा चाहिँ जग्गाहरू चाहिँ खोजिकन व्यवस्थापन गर्न सकिने एउटा चाहिँ आधारहरू पनि छन्, जहाँ चाहिँ सरकारले गर्न चाहन्छन् भने सम्भव छ। त्यसको उदाहरण इचङ्गु पनि हो होइन, इचङ्गुमा जुन खालको प्लटिङ लिएर गरिएको थियो त्यो एउटा उदाहरण पनि हो।